प्रिन्स बाबु चाहिँ मलाई आज वासिङ मेसिन सर्भिस गर्नलाई घरमै सहयोग गर्दै हुनुहुन्छ। आज चाहिँ म हजुरहरूलाई एलजीको 8 केजीको फुल ड्राइभ वासिङ मेसिन चाहिँ घरमै कसरी चाहिँ फुल सर्भिसिङ गर्न सकिन्छ भनेर देखाउन गइरहेको छु। स्टेप बाई स्टेप हेर्नुहोला। यो चाहिँ पछाडिपट्टिको जुन हाम्रो धाराबाट पानी जोड्ने ठाउँ हुन्छ, त्यहाँ चाहिँ यसलाई यसरी जाली निकालेर सुरुमा सफा गर्नुहोस् र यसरी लगाइदिनुहोस्। पछाडिपट्टि यहाँ तल 4वटा नट हुन्छ वरिपरि, त्यो निकालेर यसलाई यसरी निकाल्नुहोस् र पछाडिपट्टि माथिको टप निकाल्नलाई यसरी 2टा नट दिएको हुन्छ, त्यसलाई खोल्नुहोस् र यसरी यसलाई पछाडि तानेर अगाडि लक हुन्छ, पछाडि तानेर यसरी हामीले निकाल्न सक्छौँ माथिको क्यापलाई र यो भित्र देखिन्छ यस्तो। अब हामीले यसलाई यसरी नट खोलेर बिस्तारै बिस्तारै सबै नट खोलेर अगाडिपट्टिको जुन डिस्प्ले हुन्छ वासिङ मेसिनको त्यसलाई निकाल्न गइरहेका छौँ। यो सरफ हाल्ने यसरी थिचेर निकाल्नुहोस्। त्यो 2टा नट खोले पछाडि त्यो जुन डिस्प्ले हाम्रो आउँछ, अगाडि एउटा लक हुन्छ, यो लकलाई तपाईँले बिस्तारा लक हुन्छ, सजिलो हुन्छ, यसलाई निकाल्नुहोस्। यसलाई निकाले पछाडि जतनले राख्नुहोला। यहाँ देख्न सक्नुहुन्छ साङ्लाले पुरै छिरेर फोरेफोर गरेको छ। यो चाहिँ जुन तपाईँले हामीले वासिङ मेसिनमा लुगा हाल्दा कि हाम्रो खल्तीमा कोइन अथवा केही सिक्काहरू छ भने यसमा आउँछ, यसलाई पनि खोल्नुहोस्। नट हुन्छ यसरी खोलेर बाहिर निकाल्ने। त्यस पछाडि यो रबरलाई लक गर्ने एउटा तार हुन्छ, यो तारलाई यसरी झिक्ने, यो रबरलाई लगबाट फुस्काइदिने, जुन अगाडिको हामीले अगाडि साइडको चाहिँ कभर निकाल्न सजिलो हुन्छ। यसो गरे पछाडि यति गरे पछाडि हामीले अगाडिको कभर निकाल्न गइरहेका छौँ। र अब ट्युबलाई मिलाएपछि अगाडि माथिपट्टि नट हुन्छ, त्यो नटलाई बायाँ साइड घुमाएर खोल्नुहोस्। तीनटा नट हुन्छ, तीनटालाई बायाँ साइड घुमाएर खोल्नुहोस्। अब यो ढोकालाई माथिको 3टा नट खोले पछाडि तल लक हुन्छ, थोरै आफूपट्टि डोरलाई तानेर मासतिर उचाल्नुहोस्। त्यसो गर्दा तलको नट लक सजिलै फुस्कन सक्छ। सबै नटलाई खोल्ने, तलको 2टा नट, माथिको 3टा नट र डोरलाई आफूपट्टि तानेर मासतिर उचाल्नुहोस्। र पछाडिपट्टि डोरको सेन्सर लक हुन्छ, त्यो सिस्टमलाई खोलिदिनुहोस्। डोर आयो र अब हामीले यस्तो देख्न सक्छौँ, ड्रम भयो यो। अब यसै गरी बिस्तारै बिस्तारै सबै कुरा खोल्छौँ। यो पछाडिपट्टिको भाग हो, जुन मोटरभन्दा तल्लोपट्टि हुन्छ, यसलाई यसरी बिस्तारै
सँग खोलिदिनुहोस्। जुन चाहिँ यो भनेको चाहिँ तपाईँको हाम्रो कपडाहरू सुकाउने रडसँग जोडिएको हुन्छ। यो जुन हाम्रो लुगा धोए पछाडि फोहोर पानी फाल्ने जुन मोटरले पानी फाल्छ त्यसमा जाने रबर पाइप हो। यसलाई खोलेर बिस्तारै निकाल्नुहोस्। र यसलाई पेन्सिलले च्यापेर यसलाई पनि रबर योबाट छुटाउनुहोस्। अब यसलाई माथिपट्टि डिजिटल बोर्डको पछाडिपट्टि यो प्लग हुन्छ अगाडिपट्टि साइडमा, यसलाई यसरी सबै छुटाउनुहोस्। यसको कलर फरक जोड्ने फरक सबै भएकोले यसलाई हामीले सजिलै निकालेर सजिलै फिट गर्न सक्छौँ। अगाडिपट्टि नट हुन्छ, यसलाई बायाँतर्फ घुमाएर खोल्नुहोस्। त्यो सबै नटलाई फुकाल्नुहोस्। यो हो वाटर पाइपहरू। यिनीहरूमा पनि प्रत्येकमा लक देख्न सक्नुहुन्छ। जहाँ हामीले सरफ हाल्छौँ त्यहाँबाट यो पाइपबाट पानी आएर चाहिँ जान्छ र यो पाइप चाहिँ ट्युब क्लिन गर्दाखेरि जाने पाइप हो। यो चाहिँ यसलाई पनि रबर त्यो लक हुन्छ, लकलाई फुकालेर निकाल्नुहोस्। यसो गर्नाले हामीलाई ड्रम निकाल्न सजिलो हुन्छ। यसमा लक सिस्टम हुन्छ। यो लकलाई हामीले यसरी खोलेर निकाल्नुहोस् र यो सबै खोले पछाडि ड्रमलाई चाहिँ तलपट्टि ड्रममा लिक हुन्छ, यसलाई पनि खोलेर जुन हामीले सरफ हाल्छौँ त्यो बस्ने डिब्बाको पानी आउने भाग हो, त्यो भाँडो हामीले सजिलै निकाल्न सक्छौँ। अगाडिको यसरी यो पनि हामीले निकाल्ने नट खोलेपछि आइहाल्छ आफै। यो चाहिँ ट्युब वास गरे पछाडि पानी जाने ठाउँ भयो। यसलाई पनि तल फुकालिदिने। हाम्रो प्रिन्स बाबुले वासिङ मेसिनको लोड ब्यालेन्स गर्ने वेट फुकालेर मलाई सहयोग गर्दै हुनुहुन्छ। यसले चाहिँ हाम्रो वासिङ मेसिनको लोड ब्यालेन्स गर्छ। अब हामी पछाडि मोटर खोल्न गइरहेका छौँ। वासिङ मेसिनको सबभन्दा
धेरै सेन्सिटिभ कुरा मोटर यही हो। यसमा चाहिँ यस्तो खालको मोटर हुन्छ, यो नट हुन्छ, नटलाई बायाँतर्फ घुमाएर यसरी खोले पछाडि यो बाहिरको कभर हामीले निकाल्न सक्छौँ। कभरलाई यसरी निकाले पछाडि भित्र अर्को मोटरको रोल हुन्छ। यसमा 6वटा नट हुन्छ। यो नटलाई पनि बायाँतर्फ घुमाएर 6वटा नटलाई निकालेर रोलिङ गरेको मोटरको तारलाई पछाडि प्लग हुन्छ, त्यो प्लग बिस्तारै छुटाएर जतनसँग राम्रोसँग राख्नुहोस्। र तल सक हुन्छ, यसको 3टा सक हुन्छ। त्यो सकलाई चाहिँ यस्तो प्लास्टिकको लक हुन्छ, अगाडिपट्टिबाट लकलाई थिचेर पछाडि तानेर यसरी निकाल्नुहोस्। र यो लक यतिकै छोडिदिनुहोस्। जुन हामीले यसलाई चाहिँ ड्रम अड्याएको हुन्छ, यो ड्रम चाहिँ यही लकले अड्याएको हुन्छ र यसरी दुई साइड झुन्ड्याएको हुन्छ। यो तल लक निकालेर माथि 2टा निकाल्ने। अब हामीले ड्रम बाहिर निकालिसकेका छौँ। ड्रमको चारैपट्टि नट छ, त्यो नटलाई हामीले सबै बिस्तारै खोलेर अनि भित्रबाटको ड्रमलाई बाहिर निकाल्छौँ। र कतिको फोर्स हो हामी हेर्न सक्छौँ। मलाई चाहिँ ड्रम निकाल्नलाई बाबुले सहयोग गरिराख्नु भएको छ। हामीले यसरी निकालेका छौँ। हेर्नुहोस् फोहोर कति छ वासिङ मेसिनमा भित्र। यसलाई हामी सबै अब के गर्छौँ, सफा गर्छौँ है त। सफा गरिसकेपछि ड्रम यस्तो टल्किएको छ हेर्नुहोस्। र यस्तो टल्किएको छ त्यसको बाहिरको हेर्नुहोस्। थ्याङ्क यू।